चटपटे खाने मुडले पनि ठेलासम्म पुर्याउन सकेन। घरमै जे छ त्यही हालेर बनाएर खा भन्ने यस्तो मुड चाहिँ जो कोहीलाई कहाँ आउँछ होला र है। घरमा ठेलाको जस्तो प्री प्लानिङ पनि त हुँदैन नि त मिठो चटपटे खानको लागि। अमिलो पिरो खट्टो मिठो टक्क हेर्दै खाइहालौँ जस्तो मुखभरि पानी आउने चटपटे मनपर्ने हामीलाई कहाँ घरमा बनाएको चटपटे रुच्ला त। सबै भिडियोमा अन्तिमसम्म हेर्नु होला है भन्थे, तर आज चाहिँ यो भिडियो अन्तिमसम्म नहेर्नु होला कि, किनकि तपाईँहरूले यो थाहा पाइसकिहाल्नु भयो। चटपटेको नाउँमा हामीले च्यापु मात्रै दुखाउनेवाला छौँ। धन्न अस्मिता बहिनी हुनुहुन्छ र मेरो कुरा सुनिन्छ, नत्र कसैकै आश लाग्दैन। मान्छे 2 जना भएर पनि हामीले 3 ढिडी अकबरे चाहिँ हामीले चरप्पै पार्ने आँट गरियो है। नाम मात्रैको यो करेन्ट रहेछ, यसलाई चाहिँ झर्याम पारेर चाहिँ ढुट्टो पिठो बनाएर यसलाई चाहिँ मैले अब खोलेर भाँडोमा खन्याएँ। अब उता बहिनी चाहिँ फेरि मरिमरि प्याज खोर्सानी काँक्राहरू काटै हुनुहुन्छ हो। यता चाहिँ फेरि म जे चिजहरू छ त्यो भरको जति सबै हालेकै छु। भिडियोमा देखाउनकै लागि भए पनि यो पिक सानो चाउचाउ चाहिँ एड गरेँ, किनकि यो मेरो सानैदेखिको मनपर्ने चाउचाउ हो। अब ठेलामा भन्दा चाहिँ के कम भनेर मैले पनि मटर दाना र त्यो के भन्छ भुटेको बदामलाई पनि हालेँ, सँगै रङ खुर्सानी पनि हालेँ। त्यसपछि यो चाहिँ घोडे नुन कि के भन्छ बिरे नुन न ढुङ्गे नुन के भन्छ त्यो लगाएँ। मेरो भाषामा चाहिँ यसलाई म कालो नुन भन्छु। यो पनि मैले लगाएँ अनि अलिकति साँच्चैकैको नुन पनि लगाएँ। अब त्यस पछाडि चाहिँ चर्को भयो भने चाहिँ अब भगवान् जानुन्, म चाहिँ केही पनि जान्दिनँ। चमेच मागेर घुइँ घोलेँ। अलिकति चाहिँ अब मुर्राई कि के त्यो भुजा के भन्छ होइन, अब त्यसलाई पनि अब हाल्नै पर्यो। आफै मिलाएर बुझ्नु है। या त्यसलाई पनि मैले हालेर चाहिँ घोलेकै गरेर अलिकति तुरुक्क तेल पनि हालेँ। त्यसपछि त अब हाम्रो चटपटी त तयार हुने कुरा भइहाल्यो नि होइन। अब यो के बन्यो त है, न त चटपटी बन्यो न त झालमुरी, जे भए पनि बन्यो, खानकै लागि बन्यो। अब हामी चाहिँ अब खानको लागि बनेको भएर चाहिँ आफैले अब तपाईँहरू के हुन्छ नाम राखिदिनु होला। अब कस्तो हुन्छ भिडियोहरू पनि हेर्दै गर्नु होला। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भनेदेखि चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भोक ठुलो कि भोजन ठुलो भन्थे, जेसुकै होस् अब हामी चाहिँ चटपटी खाने हो। खरायोले जस्तो स्पिडमा मुख मात्रै हल्लाइयो, स्वाद न